वेलकम टु डान्सर्स टक एपिसोड 1 र यसमा हामी सिर्फ डान्सरको डान्सवाला लाइफ होइन, डान्सको बिहाइन्ड के लाइफ चल्दैछ र कस्तो लाइफ चल्दैछ त्यो जान्नेवाला छौँ। र हामीसँग आज हाम्रो फर्स्ट गेस्ट फर्स्ट एपिसोडको हुनुहुन्छ अरविन्द सर, जो कि हुनुहुन्छ बिरपाडा डुवर्सबाट र उहाँ चाहिँ डुवर्सको वान एन्ड ओन्ली क्रम्पर डान्सर हो, जसले डुवर्सलाई अगाडि बढाउनुमा धेरै हेल्प गरिरहेछ। सो अरविन्द सर, वेलकम टु डान्सर्स टक। कस्तो लाग्दैछ तपाईँलाई आएर? For the first time, अलिकति एक्साइटेड पनि नर्भस पनि. लेट्स सी हाउ इट गोस. ओके, सो अगर डान्स तिम्रो लाइफमा नभएको भए तिमी आज कहाँ हुन्थ्यो, के गर्दै गरेको? बेसिकली जब म सानो थिएँ त्यति बेला आई लाइक स्केचिङ, या फिर स्केचिङमा हुन्थ्यो या फिर आइ एम डुइङ अदर्स जब, बट आइ एम स्टिल अ डान्सर. सो तिम्रो डान्स गर्नेलाई एउटा वर्डमा डिस्क्राइब गर्नु भने के छ त्यहाँ? खालि एउटै हो, जस्ट वान वर्ड। यस्तै भन्दाखेरि अब सबको त्यही अप्स एन्ड डाउन्स, जस्ट लाइक स्टक मार्केट का भ्याल्यू कभी कभी त डाउन कभी अप, बट लाइफ गोइङ अन, अप डाउन अप डाउन, अप्स एन्ड डाउन. नाइस नाइस नाइस। ओके, सो अरविन्दको सबसे साह्रो टाइम कुन चाहिँ थियो जहाँ चाहिँ लाग्दैन तिमीलाई म गिभ अप नै गरिदिन्छु? भन्नुपर्दा सायद तिमीलाई पनि याद छ, मैले बिचमा एकपल्ट लङ ब्रेक लिएको थिएँ डान्समा. बट अन्त त्यो टाइममा के भयो when अब जब आम अबाउट टु कम ब्याक, आम सिङ अदर्स पिपल लाइक जुनियर, मभन्दा जुनियर, मसँगै डान्स गर्ने, मभन्दा सिनियर, दे आर सो मच ग्रोइङ क्या. अब लाइक दिप्ती गोवेर ग्रोइङ गरिरहेको छ, दे आर रिप्रेजेन्टिङ होइन. अब लाइक त्यो टाइममा के भयो कि ला म त पछाडि छोडेँ. अन्त के गर्नु, मैले कन्टिन्यू गर्नु या फिर नगर्नु, बट एउटा छ नि एउटा जुनून होइन, त्यही जुनून लिएर अब आम स्टार्ट अगेन. कस्तो फिलिङ थियो जब डाइरेक्टली भन्छु बाहिर थियो तिमी होइन, बाहिरबाट हेर्दै थियो आफ्नो एरियाको डान्सरहरू यस्तो ग्रो हुँदैछ, के अलिकति न अलिकति जेलिस पनि फिल थियो कि प्राउड थियो कि मलाई गएर स्टार्ट गर्नु त के फिलिङ थियो? जेलस त अब अभियसली नो, बिकज वी आर आर्टिस्ट होइन, आर्टिस्टमा के जेलसी त ब्याक बाइटिङ बस्छ. बट अब बाहिर हुँदाखेरि देख्दा अब लाइक म हुँदा थिएन, यो सब सिन थिएन, अन्डरग्राउन्ड ब्याटल्सको त नामै थिएन. जब मैले देखेँ लाइक अरे दे आर ग्रोइङ, लाइक राम्रो गर्दैछ किड्सहरू जब हामी म ट्राभल गर्न थालेँ यति चाहिँ अब लाइक यति उयो भयो कि जब म थिएँ तब किन भयो. एन्ड त्यही अब एउटा थियो कि जब म जान्छु अभियसली यु गाइज आर विथ मी, तिमीहरू छौ, म वेटिङ गरिरहेको थिएँ तिमीहरूसँग गएर स्टार्ट गर्छु, सक्छु म, त्यो सक्छु, यति चाहिँ थियो. त्यो सोच चाहिँ. ओके, एन्ड कहिले पनि कुनै पनि डान्सर्सलाई देखेर कोही पनि चाहे त्यो ठुलो स्टेजमा होस् चाहे सानो, कहिले पनि जेलिसी फिल भयो अहिलेसम्म एकपल्ट? नो, किनकि अब जेलिसी हुने बाध्य हामी, वी सपोर्ट इच अदर्स नि त. जसलाई अब एक टाइममा म थिएँ तिमी थिएन, बट तिमीले स्टार्ट गर्यौ यति बेला म थिएँ तिमी साथमा, द्याट टाइममा फेरि त्यसको बादमा ब्रेक थियो, त्यो ब्रेकमा फेरि तिमी थियो मसँग, अरूको पत्ता नै, बट तिमी र मलाई थाहा छ. त्यसमा अब सायद अरूलाई पनि थाहा छ कि तिमी म कस्तो बोर्डिङ छ यार. एक्चुअली सही हो, मतलब कहिले पनि कुनै डान्सर लिएर जेलिसी भयो भने त्यो डान्सर उल्टा घट्छ, त्यो बढ्दैन कहिले पनि. यो चाहिँ ट्रु हो, राइट? ओके ओके, सो फ्यामिली सपोर्ट कस्तो थियो? स्ट्रगल थियो कि सपोर्ट गर्नुहुन्थेन कि सपोर्ट गर्नुहुन्थ्यो कि कस्तो थियो? अब त्यही भन्दाखेरि अब सानैदेखि डान्स गरेको हामी सब तिमी हामीसँगै गरेको होइन. सानो के हुँदाखेरि अब लोकल जसलाई अब सरस्वती पूजा केही पूजा वगेरा हुँदाखेरि गाउँमा कम्पिटिसन हुन्थ्यो, सानो सानो प्राइजेस डिस्ट्रिब्युट हुन्थ्यो. त्यति बेला विनिङ प्राइज ल्याउँदा अब आफूलाई त अभियसली खुसी लाग्छ विनिङ प्राइज, अनि त्यो देख्दा अब फ्यामिली पनि खुसी. त्यो टाइममा अब हेभी सपोर्ट. अन्त अलिकति डे बाई डे वी आर ग्रोइङ होइन, ठुलो हुँदै गयो, रेस्पोन्सिबिलिटी एज हुँदै गयो, रेस्पोन्सिबिलिटी आउँदै गयो. के भन्दाखेरि फाइट त गर्नु परेन, बट के भन्दाखेरि जुन बचपनमा अब सानो हुँदाखेरि थियो सपोर्ट, त्यो सपोर्ट अलिक कम्ती हुँदै गयो. तर पनि अब थिएन चाहिँ भन्ने है, अब थियो सपोर्ट. अब अहिले पनि स्टिल छ, बट अब के भन्दाखेरि चाहिँ अब चाहिँ मैले पनि त एउटा हेर्नु पर्यो, बिकज
वी आर बोइज Okay. रेस्पोन्सिबल रेस्पोन्सिबिलिटीले अब भन्छ नि रेस्पोन्सिबिलिटी किल आर्ट भन्छ नि Yes. किल्स आर्ट त्यही हो आई थिङ्क सबैको लाइफमा त्यही हुन्छ केही सोचेको छ प्लानिङ गरेको छ कि म यो एजसम्म डान्स गर्छु या फिर डान्सको बी म यो गर्छु त्यो गर्छु केही सोचेको छ कि जस्ट म डान्स मात्रै गर्छु डान्स त म गर्दै गर्छु बट त्यही हो यो एज कुनै एज रिस्ट्रिक्सन छैन जस्ट लाइक अब जब यो म एउटा फोर्सफुल्ली कसैले गरेको होइन यो मैले मनले चाहेर गरेको होइन त्यही लागि अब भनिहालेँ आई वान्ट टु डाई एज अ डान्सर यही सोच चाहिँ हुनुपर्छ अब कतिजनाको त माइन्ड यस्तो हुन्छ कि म डान्सको थ्रु पैसा कमाउँछु यो गर्छु त्यही गर्छु त्यो होइन हामीलाई जस्ट नाच्नु छ नाच्नु पायो भने खुसी राइट यस अभियसली अब जब तिमीले स्टार्ट गर्यो मैले स्टार्ट गरेँ त्यति बेला हामी सोचेको थिएन नि त कि लाइक डान्सेर म पैसा कमाउँछु यस्तो गर्छु बस किन हामीले यसमा एउटा खुसी भेट्यौँ नि त खुसी भेट्यो मान्छेले तारिफ गर्दा राम्रो लाग्यो Yes, obviously. त्यही लाग्यो ओके प्र्याक्टिस गर्नु बोरिङ लाग्छ कि एडिक्टिभ फिल हुन्छ प्र्याक्टिस गरेको गरौँ मन लाग्ने यस्तो एडिक्टिभ No, it matters on situation. सिचुएसन Like sometimes के हुन्छ लाइक अटोमेटिकली म एकदम कहीँ पनि होस् लाइक त्यो हालतमा नहोस् प्र्याक्टिस गर्ने बट के हुन्छ एउटा भित्रबाट इनसाइड एनर्जी ग्रोथ हुन्छ त्यति बेला म त्यो केही हेर्दिनँ म थाकेको मलाई चोट म बिमारी मलाई गर्नु छ त गर्नु छ त्यति बेला म गर्छु कन्टिन्यू बट कोही बेला के हुन्छ भने लाइक फोर्सफुल्ली गर्नुपर्छ कि कन्टिन्युसको लागि आफ्नो ग्रोथको लागि त्यस्तो हुन्छ मैले पनि याद गरेको मलाई पनि समटाइम्स बिहान उठेर ब्रस गर्ने साथ मलाई नाच्नु मन लाग्ने एनर्जी हुन्छ समटाइम्स त्यो टाइममा एनर्जी नै हुँदैन समटाइम्स इभिनिङ 9 सो यस्तो हुँदैन रहेछ त्यही भनेर पनि मेरो अब लाइक एउटा कन्टिन्युसली प्र्याक्टिस सेड्युल छ लाइक म कहिले पनि गर्छु कि त मिड नाइटमा पनि मतलब म कोही बेला लेट नाइटै सुत्छु अलमोस्ट त कोही बेला मिड नाइटमा पनि गर्छु प्र्याक्टिस कोही बेला मर्निङमा पनि गर्छु कोही बेला मिड डेमा पनि गर्छु त्यो लाइक रेन्डमली छ सफल प्र्याक्टिस गर्ने के छ तिम्रो कुनै टाइम टेबल या सेड्युल रेगुलर प्र्याक्टिस छ कि ग्यापमा विकमा एकखेप कि 2 डेजमा कि मन्थमा एकखेप के छ कुन चाहिँ उयो छ ग्याप पनि त्यस्तो छैन कन्टिन्युस पनि छैन बट ट्र्याक गरेको छ प्र्याक्टिसमा कि म हप्तामा यतिपल्ट गर्छु न के गरेको म कुनै त्यो सेड्युल राखेको छु जस्ट जब मन छ गर्छु एन्ड मलाई कुनै यसमा इम्पोर्टेन्ट छ भनेपछि तिमी जस्तो डान्सर बनिनु हामीलाई जरुरी छैन भाइ म डेली 7 घन्टा 8 घन्टा प्र्याक्टिस गर्छु त्यो जरुरी छैन होइन एउटा आफ्नो ग्रोथको लागि त जरुरी छ बट अब जुन चाहिँ मेरो सिचुएसन मेरो सिचुएसन ओके अहिलेसम्मको वर्स्ट स्टेज पर्फर्मेन्स एक्सपिरियन्स जो जिन्दगीमा भुलिँदैन तिमी लाग्छ तिमीलाई सायद यस्तो सिचुएसन कहिले हुँदैन पनि होला भन्नु पनि अप्ठ्यारो लाग्छ क्या लाइक वन्स अपन अ टाइम भन्दा पनि भयो त्यो लाइक तिमीलाई पनि याद छ ज्यादातर त हामी सँगै हुन्छ तर मलाई थाहा छैन अभियसली याद छ किनकि अब लाइक ग्रुपमा गर्थ्यौँ त्यो बेला हामी किनकि वी आर वन सेम ग्रुप सेम क्रुमा थियो पानी झोडा जब हामी एकैपट्टि जाँदा पानी झोडा के भयो भन्दाखेरि अब लाइक तिमीलाई थाहा छ बट स्टिल अब एज अ ऑडियंस वान्ट्स टु नो के भयो भन्दाखेरि अब लाइक त्यति बेला प्लास्टिकवाला बेल्ट निस्किएको थियो ए छप्ने बेल्ट हो ओके अनि त्यो बेल्ट लगाएको थिएँ मैले अब कम्पिटिसन थियो कम्पिटिसन हामी सेम ग्रुप पर्फर्मेन्स गर्नु गएको थियो बट प्र्याक्टिस बस फर्स्ट एउटा सेसन टाइप भयो प्र्याक्टिस एउटा हल रुममा अब प्र्याक्टिस गर्दा के भयो मेरो बेल्ट छुट्यो अन्त तब अब उता नाम अनाउन्स भयो नेक्स्ट बी रेडी नेक्स्ट हाम्रो ग्रुपको नाम के बी रेडी तब मेरो बेल्ट छैन पेन एन्ड ह्याप्पी लुज छ झर्छ अन्त के भन्दाखेरि एकजना साथी थियो उसको पनि सेम बेल्ट त्यस्तै टाइपको बेल्ट रहेछ त्यति बेला सबैले लाउँथ्यो नि त त्यो बेल्ट अन्त साथीलाई मागेँ मैले उसको पनि पेन लुज मैले भने मेरो पर्फर्म सक्नेछ तँलाई दिन्छु साथीलाई भने दियो आधा पर्फर्मेन्स भयो आधामा त्यो बेल्ट पनि टुट्यो साथीको पनि टुट्यो ला कसरी त याद छैन मलाई भनेको थिएँ अन्त टुट्यो अब फर्स्ट त टुट्यो टाइट त टाइट छ अब यताउति म हल्यो भने बेल्ट लुज हुँदै जान्छ तब मेरो प्यान्ट लुज छ झर्छ नि अब हो प्यान्टै पर्फर्मेन्स हामीले विनिङ पर्फर्मेन्स दिइरहेको छौँ ग्रुपमा एकदम अन्त के भयो भन्दाखेरि
एउटा स्लो डाउन मोसन थियो अब त्यो टाइममा ठिकै मेरो एउटा ग्रुप मतलब मसँग त्यो ग्रुपकै मेम्बर मेरो छेउमा आइपुग्यो स्लो डाउनमा मैले भने मेरो बेल्ट चुट्यो डान्स कन्टिन्यू भइरहेको छ मेरो बेल्ट चुट्यो कसलाई कसलाई भन्यो अरे कसलाई साझो साझालाई मेरो बेल्ट चुट्यो अनि भन्दैछ वो बोल रहा है वो भन्दैछ सरी इङ्ग्लिसले भन्दैछ कन्टिन्यू गरेर कन्टिन्यू त म गरिहाल्छु बट पेन फुस्कियो नि के हुन्छ ल चलो कोही नै बट यति मैले मेन्टेन गरेँ म्यानेज गरेँ बाफले स्टेप गऱ्यो पेन यति छिटो यो तान्यो, situation- जसले धरि नोटिस गरेन जसले धरि नोटिस गर्यो यो सिचुएसन म बुझ्छु किनकि मसँग पनि एकखेप स्कुलमा द्याट वाज द टफ के भन्छ भाषा दिवसमा मेरो एकखेप यस्तो स्टेज आएर निस्केको यो मान्छे म त नाच्दा नाच्दा बाहिर कुदेर निक्लेर आधा मलाई डान्स- मलाई कराउँदैछ लिडरले के भयो कसलाई छिडो गर आधा डान्स छोडेर निस्किदिएको मान्छे पेडिकिन त्यसो लाग्यो के भयो पुरा गाली हाल्दैछ स्टेज पछाडि आएर त्यस्तो सिचुएसन चाहिँ एक्चुली सायद सबै डान्सरकोमा भएको हुन्छ बेल्ट या बेल्ट नली गए पठाउँछ आफ्नो बेल्ट बिनाको प्यान्ट लगाएर जान्छ पर्फर्मेन्स वालामा चाहिन्छ बेल्ट छैन त्यसको बाद त्यस्तो के थाहा छ बेल्ट त्यो साथीको पनि छुट्यो मेरो पनि छुट्यो अब पेन यसरी तानेर हिँडिरहेको छु अनि के भन्दाखेरि त्यसकोमा पनि छैन त्यसको पनि पेन्टलेस त्यसले पनि यसरी पक्रिरहेको छ ठिक्कै पेन्डलको कपडा त्यो यस्तो बान्ने डोरी अलिक लामो रहेछ त्यो ल्याएर आधा त्यसलाई दिएर आधा मैले बाँधेर डोरी बाँधेर नेक्स्ट पर्फर्मेन्स गरेको हामी द्याट वाज वर्स्ट कसो खोल्दैन है ओके तिमी अरविन्द डुवर्सको वीरपाडा एउटा स्मल टाउनबाट रिप्रेजेन्ट गर्छ होइन स्मल टाउनबाट आउँछौ के तिमीलाई कहिले यस्तो फिल भएको छ मेरो जग्गा सानो छ काश म अरू जग्गा ठुलो मुम्बई सिलगढी गुवाहाटी जस्तो जग्गामा भएको भए सायद राम्रो सपोर्ट पाउँथ्यो होला यो फिल कहिले भएको छ सपोर्ट त अब हेर्दा हरेक जग्गामा सेम मलाई लाग्छ हरेक जग्गामा एज अ डान्सर आर्टिस्टलाई सपोर्ट सेमै हुन्छ किनकि सब डान्सर आर्टिस्टलाई प्रायोरिटी कम पाउँछ सपोर्ट जो स्पोर्ट्सलाई दिन्छ लाइक हाम्रो त्यो ठुलो स्पोर्ट्स होइन जो नेसनल रिप्रेजेन्ट गर्ने होइन बट जो लोकालिटी हुन्छ लाइक फुटबल्स क्रिकेट्स त्यसले जस्तो सपोर्ट पाउँछ हामी डान्सर्स आर्टिस्टले कुनै पनि जग्गामा त्यस्तो टाइपको पाउँदैन बट स्टिल ठिकै छ बट पहिलेको दाजुहरूले जो किरदार निभाएर जानुभयो सिनियर्स आर्टिस्ट डान्सर्स अब त्यसको पछि हामी छौँ तर उनीहरूले एउटा रेभोल्युसन ल्यायो हाम्रो जग्गामा अलिकति भए पनि छ त्यस्तो छैन बट छ अन्त त्यसलाई अब हामीले पनि गऱ्यो भने हामीले बाहिरको जस्तो यहीँ पनि बनाउन सक्छौँ सपोर्ट त अभियसली त्यही हो यु नो द्याट ओके समझिन ओके यो क्वेसन चाहिँ मेरो लागि एकदम इम्पोर्टेन्ट हो एभ्री आर्टिस्टलाई यो क्वेसन एकदम काम आउँछ इम्पोर्टेन्ट नै हुन्छ होइन तिम्रो लोकेलिटीमा तिम्रो एरियामा वीरपाडामा तिमीले सपोर्ट पाउँछ डान्सलाई लिएर सपोर्ट भन्नाले अब लाइक छैन पनि तिमीले भनिदिनु चाहिँ स्टेज पाउँदैछौ जो पाउनु पर्ने जो Stage? लेभल छ एज अ सपोर्टको कुरा गर्दा सपोर्ट छ पनि सपोर्ट छैन पनि एन्ड नेगेटिभ पिपल्स पनि छ होइन जो भन्छ कि अब सबैलाई भन्छ सबैले ताना त सुनिदिन्छ कि डान्स गरेर फाइदा छैन होइन बट स्टेज भन्दाखेरि अब जुन चाहिँ टाइपको हामीले स्टेज चाहिन्छ हामीलाई त्यो त छैन त्यही लागि हामी जो पनि छ डुवर्सको आर्टिस्ट हामी डुवर्स रिप्रेजेन्ट गर्छौँ अब फिलहाल अबको नाउ डेजमा हामी खुदैले बनाउँदैछौँ होइन बट हामीले गर्नु परेन हामी अदर्स स्टेट या अदर्स डिस्ट्रिक्ट नै जानुपर्छ भनेपछि त्यस्तो कम्पिटिसनको लागि हामी बाहिर जानुपर्छ ओके कहिले यस्तो फिल भयो कि म यहाँ बसेर मेरो ग्रोथ हुँदैन मेरो ग्रोथ रोकिँदैछ यो जग्गामा बसेर तिम्रो डान्स यस्तो फिल भयो नो अब्जेक्सन अबाउट ग्रोथ कि ग्रोथ इज पर्सनल यो तिमीले खुदै एउटा रुममा बसेर पनि गर्न सक्छौ Yeah. बट एउटा पोइन्ट चाहिँ के भन्दाखेरि बट कसैसित एउटा एक्सचेन्ज गर्ने मौका पायो भने तिमी अलिक 2x मा ग्रोथ हुन्छ अब सिङ्गलमा के हुन्छ भने एउटा चिज लाइक गर्यो बट त्यसको बाद के बट स्टिल यु क्यान ग्रो युर सेल्फ बट नो अब्जेक्सन अबाउट द प्लेस ग्रोथको बारेमा चाहिँ ओके सोलो प्र्याक्टिस अपकमिङ जुनियर्सलाई सोलो प्र्याक्टिस प्रिफर गर्छ कि ग्रुप प्र्याक्टिस कि डुओ प्र्याक्टिस गर्दाखेरि
प्र्याक्टिसमा गर्दा अब अहिलेको अब जो आउँदैछ अबको डान्सको जेनेरेसन पनि उनीहरूलाई हरेक चिजमै प्र्याक्टिस गर्नु जरुरी छ किनकि अब एउटा वान स्टाइल डान्सर भएर कुनै फाइदा छैन या टु बी भर्सेटाइल निडेड हो किनकि बादमा गएर मलाई डान्स स्टुडियो चलाउनु छ भने पनि म भर्सेटाइल हुनु अगर तिमीलाई डान्सको डान्सको नजरमा एउटा सिटी र तिम्रो होम टाउनमा डिफ्रेन्ट निकाल्नु पर्यो भने के निकाल्छ डान्स वेमा त्यहाँ के छ यहाँ के छ वहाँ के छ यहाँ के छ के छैन के छ मेन त फर्स्ट अफ अल आउँछ पुवर कम्युनिटी मतलब त्यस्तो पुवर होइन बट अब अहिले पहिले थिएन कम्युनिटी थिएन डुवर्समा डान्सर्स थिए एभाइलेबल बहुत सारा डान्सर्स बट देयर इज नो कम्युनिटी जो बाहिर अलरेडी कम्युनिटी छ कम्युनिटी नभएर दे मतलब तिनीहरूको एउटा फ्यान छ होइन जसलाई एउटा डान्स स्टाइलको एउटा फ्यान छ क्रू छ बट डुवर्समा छैन बट स्टिल वी आर ट्राइङ नट अस ओन्ली अस डुवर्स अल अफ डान्सर्स होइन अब अहिले कम्युनिटी छ अब लाइक बात हुन्छ डिस्कस हुन्छ कुनै अब लाइक जस्तै डुवर्समा पनि डिफ्रेन्ट प्लेस नि त जस्तै यु फ्रम लङ्कापाडा फ्रम बिरपाडा दलसिङपाडा सो दलसिङपाडामा कसै अब डुवर्सको डान्सर्सले मतलब कोही इभेन्ट अर्गनाइज गर्छ तब त हामी जान्छौँ नि त अब किनकि एउटा कम्युनिटी मेम्बर्स एज अ पार्टिसिपेन्ट हुन्छ कि एउटा केही सपोर्ट लिएर जान्छौँ अब अहिले ग्रो हुँदैछ पहिलेको भन्दा बेटर छ नो कम्पेरिजन ओके आउट अफ टपिक क्वेसन यो तिमीले दिनु पनि सक्छ नदिनु पनि सक्छ ल अब तिमीलाई मन पर्यो भने हाल्यौ मन परेन कम्युनिटीलाई लिएर डुवर्स डान्स कम्युनिटी जो छ यसलाई लिएर तिमीले के भिजन लिएको छौ तिमीलाई के लाग्छ के फ्युचर छ होला यो कम्युनिटीको व्हाट डु यु थिंक सोचेर बता आराम लाइक अब कम्युनिटी भएन के हुन्छ होइन कम्युनिटी भएन धेरै कुरो लाइक धेरै हेल्प हुन्छ कम्युनिटीमा किनकि जसलाई पहिले के थियो अन्डरग्राउन्ड डान्सर्स थियो भयो के भिजन छ तिम्रो स्टार्ट हुनु पहिले कम्युनिटी थिएन यहाँ कमर्सियल डान्सर्स थियो ब्रेकर्स छ फ्रम दलसिङपाडा ओजिस छ नर्थ बेङ्गल रिप्रेजेन्ट गर्ने ब्रेकर्स छ एन्ड बहुत सारा छ तिमी छौ अदर स्टेटमा गएर रिप्रेजेन्ट गर्छ होइन तर त्यति बेला कम्युनिटी थिएन बट अब अहिले कम्युनिटी बनायो तब लाइक समटाइम्स हामी अब साइपर अर्गनाइज गर्छौँ एउटा ग्रोथको चाहिँ एउटा भिजन छ अब लाइक त्यो ग्रोथ गर्दै गर्दै गएपछि सबकोमा एउटा माइन्डसेट बस्छ कि यसबाट हामी कुछ गर्न सक्छौँ तब कुछ हुनसक्छ लेकिन नट नाउ किनकि वी आर स्टिल इन ग्रोइङ पेस स्टिल हामीलाई एक दुसरेको सपोर्ट छ कम्युनिटीमा जब पनि हामीले साइफर गर्छ द्याट टाइम चाहन्छु हामी सबैजना आओस् होइन कता न कता मन लाग्छ अब अलिकति केटाहरू केटीहरू है नाजा गर्नु पनि हुन्छ त्यो थिङ्किङ राख्छ तर त्यस्तो होइन आउनुपर्छ तब हाम्रो कनेक्सन बिल्ड हुन्छ अब हामी यो त सोध्छ हेर बाहिर गुवाहाटी दिल्ली मुम्बई कस्तो उयो छ डेभलप छ तर त्यहाँ कता न कता उनीहरूको युनिटी छ नि त होइन एउटा सो अर्गनाइज गर्नुमा कतिजनाको हात हुन्छ अभियसली त्यही युनिटी हामीले पनि देखायो भने भोलिको दिनमा हाम्रो डुवर्समा पनि कतिजना स्पोन्सरहरू म चिन्छु उनीहरूले कति सपोर्ट गर्छ डान्सलाई उनीहरूले न रियालिटी सो लिएर आउँदाखेरि त्यतिखेर हामीले नै काम पाउँछ इफ हाम्रो युनिटी छ भने म त्यही भन्न चाहन्छु गाइस टु कम इन साइफर अब 12 तारिक पनि हुँदैछ साइफर होइन साइफर डिडिसी साइफर च्याम्पियनसिप म चाहन्छु तपाईँहरू आओस् ओके एकदम फ्री अफ कस्ट छ रेजिस्ट्रेसन इफ तपाईँहरू सोडाउनमा उत्र्यो भने फ्री अफ कस्ट टाइटल पनि तपाईँहरूले पाउनुहुनेछ एन्ड देयर इज अ साइफर च्याम्पियन जसले 1000 रुपिस क्यास विनरले पाउनेछ एन्ट्री फी जस्ट 100 फर साइफर च्याम्पियन ओन्ली अरू सब फ्री 70s किड 70s मा फ्री ओके यार दैट्स इट अलिकति ब्रेक लिऊँ होला नि ओके सो ब्रेक के बाद सही है अगर कोही बिगिनर डान्सर या फिर न्यू डान्सर जसले ट्रेनिङ भर्खर लिँदैछ त्यसलाई रियल एडभाइस दिनु छ भने के दिन्छौ तर त्यो मोटिभेसन नहोस् रियल एडभाइस यो मेहनत नगरेर राख लक होइन एउटा लाइन हो नि बिलिभ इन हार्ड वर्क नट लक ओके सर यो चाहिँ तपाईँहरूको एकदम ठुलो एडभाइस हो हार्डवर्क इज एवरीथिंग राइट हार्डवर्क के बिना कुछ नहीं तुम्हारे पास अगर लक ना हो ना तभी भी तुम्हारा हार्डवर्क तुम्हें जिताएगा राइट शायद ये होगा ओके ओके
यस्तो के चिज छ जो तिमीलाई अहिले पनि इम्प्रुभ गर्नु पुस गर्छ तिमीलाई के चिज छ या यही त्यही मैले पहिले पनि अघि पनि हो लाइक जब म फर्स्ट टाइम स्टडी थिएँ होइन उम्, अब स्टेजमा अब क्राउड थियो अडियन्स चियरिङ होइन त्यो अडियन्स एउटा सपोर्ट हो त्यो एउटा सपोर्ट हो एन्ड त्यही अब कम्पिटिसन्स वगेर गयो कतै सोकेस गर्नुभयो एउटा मतलब एउटा एचिभमेन्ट लिएर म घर गएको एउटा प्यारेन्ट्स आफ्नो एउटा खुसी त हुन्छ अभियसली of course. तर त्यो आफूमा त अभियसली हुन्छ खुसी बट त्यो प्यारेन्ट्ससँग देख्दा लाइक मलाई यो अझै चाहिन्छ यो कुरा अझै चाहिन्छ द्याट्स इट यो चाहिँ मलाई मन पर्यो पिपल साँच्चीमै तपाईँहरू हो हाम्रो मोटिभेसनको होइन इम्प्रुभ हुने रिजन तपाईँहरू हो तपाईँहरूको जब फेसमा हामी स्माइल देख्छौँ जब तपाईँहरूको चिल्लाएको देख्छ हामी डान्स गर्दा हामीलाई अझै मोटिभेसन आउँछ र हामी अझै इम्प्रुभ गर्नु लागि प्र्याक्टिस गर्छौँ यु आर द रिजन यसरी नै सपोर्ट गरिरहनुहोस् हामीलाई त्यही हो होइन त्यही भन्न चाहन्छु म चाहिँ यसरी नै सपोर्ट गरिरहनुहोस् ओके वी आर इन द लास्ट क्वेसन लास्ट क्वेसन चाहिँ के छ भने 5 इयर बाद तिमीले आफूलाई कहाँ देख्छौ डान्स इन्डस्ट्रीमा आफ्टर 5 इयर I don't know about like 5 years back from dance, but as a dancer, देख्न सक्छ अब यो कुनै भिजन दिएछ 5 इयर बाद म यो बनिन्छु यहाँ पनि यहाँ no that not त्यसो जस्ट तिमी नाचिरहेछ just एक टिक छैन but dance still continue मान्छे ओके अब मैले सुनेको थिएँ तिम्रो डान्स अब एज अ पार्ट टाइम हुन्छ अहिलेसम्म फुल टाइम थियो होइन अब चाहिँ पार्ट टाइम हुनेवाला छ डान्स ड्यु टु हाम्रो रेस्पोन्सिबिलिटिज वी आर मिडल क्लास होइन म त लकी हो जो एउटा क्लास चलाउन सकिरहेको छु होइन त्यही लागि मैले फुल टाइम दिन सकिरहेको छु अब पार्ट टाइम हुनेवाला चाहिँ कस्तो लाग्दैछ के फिलिङ छ के एहसास छ अब अलिकति लाइक के भन्छ अब जो मैले फुल टाइम हुँदैन त्यो दिन पाउँदिनँ डान्स के भन्दाखेरि अब बट स्टिल आई क्यान म्यानेज त मेरो खुदको आफ्नो आउन सेल्फलाई म्यानेज गर्न सक्छु टाइम निकालेर खुदलाई टाइम दिन सक्छु ल जति ओके वान लास्ट क्वेसन ल आउट अफ टपिक अब तिमी आफ्नो सिटीदेखि अर्को सिटी आफ्नो टाउनदेखि अर्को सिटीमा सिफ्ट हुँदैछौ होइन अब त्यहाँनिर सबै डान्सरहरू नयाँ भेट्छ तिमीले सायद यो डान्सरहरू भेट्दैन त्यो चिजलाई लिएर के एहसास छ या फिर के प्रिपेयर छ जुन चाहिँ जग्गामा तिम्रो नयाँ जब लागेको छ अब नयाँ जग्गामा जब गरेर जाँदैछ तिमी होइन अब त्यहाँनिर के कस्तो एहसास छ यो चाहिँ म पनि जान्नु चाहन्छु के त भोलिको दिनमा म पनि त्यो फेसमा पुग्ला कि हाम्रो लाल भैया पुग्ला कि होइन लाल भैया त अलरेडी बाई द वे लाल भैया त अलरेडी सरी लाल भैयाको बाद त कभर हुन्छ अरविन्दको होला सो के छ के प्रिपरेसन छ या फिर के एक्सपेक्टेसन छ त्यही हो सुनेको देखेको मेहनत त गर्नु पऱ्यो अब जब गर्नु पऱ्यो जब गर्ने अब बाहिरको डान्सर्स त्यही मिलेर झन् राम्रो एउटा न्यू फेसेस न्यू क्यारेक्टर न्यू थिङ अब मैले पनि अब्जर्भ गर्न सक्छु होइन अनि नथिङ एल्स ओके लास्ट हाम्रो अडियन्सलाई बिगिनर्स जो छ के बताउन चाहन्छु के मेसेज दिन चाहन्छु एज अ डान्स प्लस एज जे पनि के बताउन चाहन्छु एउटा लास्ट मेसेज फ्रम मतलब एज अ डान्सर्स बिगिनर्स जो अपकमिङ डान्सर्स छ उनीहरूलाई भन्नुहुन्छ लाइक इफ यु चुज द वे अफ डान्स लाइक करना सिद्ध चाहिँ करो एकदम okay guys that's it for this episode okay guys that's it for this episode thank you so much for watching subscribe गर्नु नभुलिनुहोस् लाइक गर्नुहोस् शेयर गर्नु नभुलिनुहोस् and thank you so much Arvind for coming र आज अरविन्द छ भोलिको दिनमा तपाईँ पनि हुन सक्नुहुन्छ यहाँनिर so do share गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् and thank you for watching. See you in next episode. Peace.